this? What is this? Okay. Happy birthday, Mersat. Thank you so much. Okay, good morning everyone. What's up guys? Welcome to Sylvia Vlogs. I'm better vlogs. आज चाहिँ हाम्रो स्पेसल डे हाम्रो लिडरको बर्थडे मेयरसाद साम्पाङ सरको आज बर्थडे है ह्याप्पी बर्थडे भनेर विस गरिदिनु होला हजुरहरूले पनि उहाँलाई उहाँ भने एउटा यस्तो मान्छे हुनुहुन्छ नि एउटा लिडरसिप गर्नु सक्ने क्वालिटी भएको मान्छे हो है त्यही भएर म यहाँनिर जाँदैछु उहाँको बर्थडे सेलिब्रेट गर्नुलाई प्लस हाम्रो त्यो जुन पार्ट छ नि त्यो बनेको पनि 1 इयर कम्प्लिट भएछ त्यसको पनि सेलिब्रेसन हुन्छ जस्तो लागिरहेको छ मलाई यता आज धरानको वेदरले नि च्यालेन्ज गरिरहेछ हेलो ठाकुर हेलो गर्नुहोस् हेलो गर्नु नि हौ हेलो गर्नु हुँदैन नि हेलो गऱ्यो भने अनि लडिहाल्छ होइन गाह्रो छ म चाहिँ यो हाम्रो पुरानो स्कुलको एरिया आएको छु आज अङ्कललाई फोन गरेको मैले भर्खर है गाइज कहाँ हुनुहुन्छ अङ्कल भनेर फोन गरेको क्राउड छ कि किन हो फोनै रिसिभ गर्नु भएन फेरि माया दिदीलाई फोन गरेको माया दिदीले रिसिभ गर्नु पऱ्यो वाट्स गोइङ अन म तर कुन बाटो जाने भन्ने कुरा आयो क्या सर यही बाटो जानुपर्छ होला होइन त गाइज धरान यस्तो प्लेन छ है गाइज यहाँदेखि के सिक्नु पर्यो है हजुरहरूले पनि ओके सर म चाहिँ आइपुगिसकेको छु है हेलो दिदी नमस्ते वाट्स अप सन्चै हुन्छ ल लेट्स गो आज डेकोरेसन हेर्नुहोस् हाम्रो मेरो साथको लागि यस्तो छ हेलो नमस्ते ओहो नमस्कार सन्चै हुन्छ एकदम दिदी नमस्ते दिदी सिस्टर हेलो स्कुलको स्टुडेन्टहरू आउनुभएको छ अहिले सक्नुहुन्छ ओके माथि गइहाल्नु पर्ने ए हे यस सर ढिलो भयो नि त ए वाट्स ह्याप्पी बर्थडे टु यु मेयरसाद हाम्रो सबैजनाको तर्फबाट ल केक सेकाइ बहिनी उहाँ छोड्नु ल अपकमिङ फ्युचरमा ल मेयर होइन प्रधानमन्त्री भएको देख्नु त यहाँनिर केक पनि बाँधिदिनुहुन्छ भाइ एकछिन ल गाइज कस्तो मिस भयो नि त केक काटिसक्नु भएछ नि त Today is Meersad's birthday. Yes sir. Late भएछ नि त अङ्कल म लेट भएछु नि त नि अनु दिदी हेलो नमस्ते दिदी आज कल्चरल ड्रेसमा हुनुहुन्छ है वाउ हिजो तपाईँलाई मैले मेसेज गरेको थिएँ त हो अङ्कल तपाईँ चाहिँ अघि आउनुभयो म अघि आएँ कामहरू थियो आएर माथि डेकोरेसन गरियो हजुर बेलुन फुटाइयो बनाइयो किन हो क्या किन म चाहिँ खै माया दिदीलाई फोन गरेको उठाउनु भएन त नि नमस्ते हजुर नमस्ते सबैजनालाई नमस्ते एकैचोटि झोरले कतिखेर आउनुभयो दिदी तपाईँले फोनै उठाउनु भएन दिदी किन
मैले फोटो पठाइन होइन अहिले भर्खर फोन गरेको थिएँ नि मैले ए ल हो यस सर इट्स ओके तर म आइपुगिसकेको छु म लेट भएछु नि त नि म लेट भएछु नि त नि हल्का 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 बोर भयो नि त तर यहाँ छ भिडियो यहाँ छ कि छ यस यस यति भयो भने यतिको सपोर्ट भयो भने केही पनि चाहिँदैन मलाई धन्यवाद हाम्रो यहाँ स्टुडेन्टहरू आउनुभएको रहेछ यहाँनिर अब उहाँहरूले ग्रुप फोटो क्लिक गर्नुहुन्छ जस्तो लागिरहेको छ मलाई यसो हेर्नुहोस् यहाँनिर कस्तो छ हाम्रो धरान सिस्टर कुन स्कुलको स्टुडेन्टहरू कता हो तपाईँहरू स्कुल लिराङबाट आउनुभएको ओके वेलकम धरान हजुरहरूलाई हाम्रो भाइ बहिनीहरू हाम्रो फ्युचरहरू हो हाम्रो फ्युचरको मेयर प्रधानमन्त्री गृहमन्त्री सबै यहाँ हुनुहुन्छ ए ज्ञानु दाइ हेलो ज्ञानु दाइ हेलो ज्ञानु दाइ हजुर आजको प्रोग्राम के कस्तो भयो भनिदिनु होला प्रोग्राम त आज एकदम रमाइलो छ नि अब म त लेट भयो है हजुरहरूले के काट्नु भएछ जन्मदिनमा त अब काम गर्नु हुँदैन केटाकेटी भइन्छ हजुर ठिकै छ रमाइलो छ हजुरहरूले त सबै है अगाडि आउनु भयो तपाईँ म 12 बजे आएको तपाईँको भ्लगको नाम चाहिँ के अरे तपाईँको च्यानलको नाम राजेश साकिया उहाँ चाहिँ सिनियर मोहन दाइ सिनियर आदरणीय दाइहरू हुन्छ हाम्रो एकचोटि बोलचाल भएको थियो जस्तो लाग्यो हो कहाँ भन्नु नि पाइप तान्नु जाँदाखेरि होला अब थुप्रै भेटघाट त्यही त है कहिले काहीँ होला म त अब प्रायः रेगुलर जान्छु यसो कहिले हजुर कहिले काहीँ झलक भेट हुन्छ सबै यङ केटाहरू थुप्रै छ अहिले होइन अरू कुरा त्यस्तै हो है तपाईँको यो दारी यो गक्सले चाहिँ ओभर देखिरहेको छ धन्यवाद यो चाहिँ तपाईँको पर्सनालिटी झल्काउँछ यो लुक्सले होइन त मेरो पेजमा मेरो च्यानल उयो पनि यही छ नि लोगोमा ओके राजेश साख्य ब्लग्स गाइज उताको यताको उता जानु पर्यो हाम्रो भ्युअर्सहरू एक्सचेन्ज हुनु पर्यो कि परेन त सँगै अगाडि बढ्नुपर्छ होइन त ओके थ्याङ्क यू ब्रदर है सर हेलो नमस्ते गाइज म चाहिँ कहाँ आइपुगेको छु भनेर हजुरहरूले हटाइसक्नु भएको छ ब्याकग्राउन्ड हेर्नुहोस् त धरानको वनमा एक मात्र लाग्यो वाटरफल सम संस्कृति पार्क रोज गार्डन रक गार्डन अहिलेको बाहिर ठाउँ आइपुगिसकेको छु र किन आए पनि थाहा छ होला हजुरहरूलाई म चाहिँ अहिले हाम्रो लिडर धरानको लिडर हाम्रो भविष्यको प्रधानमन्त्री हाम्रो मेयर साहबको बर्थडे सेलिब्रेट गर्न आएको छु जानुहोस् हजुर जानुहोस् सबैजनाले सेलिब्रेट गर्दै हुनुहुन्छ प्लस स्कुलको स्टुडेन्टहरू पनि आउनु भएको रहेछ यसरी आउनुपर्छ हेलो सिस्टर वाट्सअप बहिनी तिम्रो मोबाइल भेट्यौ बहिनी त पुरा रुँदै थियो यो बहिनीको मोबाइल हराएको थियो भेटेर एकदम गलत भइसक्यो गाइस है म किनिदिइहाल्छु नि मेरो मोनिटाइज गरिदेऊ न यस्तै छ है सिरियसली यो बहिनी चाहिँ मोबाइल हराएको थियो अस्ति श्रम गर्दाखेरि पुरा रुँदै थियो मोबाइल हरायो भन्दै अहिले भेटेर ओ माई गड अहिले ठुलो जस्ट फर फन है जिस्केको हजुरहरूले हेर्नु सक्नुहुन्छ मैले अगाडि पनि धेरैचोटि देखाइसकेको छु हजुरहरूलाई यो ठाउँ भनेको कस्तो ठाउँ हो के छ यो ठाउँमा भनेर त्यही पनि जति देखाए पनि हेरिरहनु लाग्ने आनन्द लाग्ने हाम्रो स्क्याचु हेर्नुहोस् हजुरहरू यो स्क्याचुमा चाहिँ नानी बोकिराख्नु भएको छ अनि मेरोतिर जानुभएको जस्तो भन्नु खोज्नु भयो होला एकदम मिनिङफुल स्क्याचुहरू छ होइन दाइ यहाँ हाम्रो यसो आज चाहिँ फेरि धरानमा वेदरले यस्तो च्यालेन्ज गरेको छ नि यस्तो च्यालेन्ज गरिरहेछ नि वेदरले के भनौँ म हजुरहरूलाई के भनौँ यति धेरै
वेदरले च्यालेन्ज गरिरहेको छ हामीलाई। अब जाने एक राउन्ड घुम्ने अनि त्यसपछि केक सेक खाने यस्तै त हो नि सेलिब्रेट भनेको। सबैजना हामी एकदम धेरै पौरखी बन्नुपर्छ। यो केही पनि भएको छैन अहिलेसम्म। हामीले गरेकै छ, काम सुरु भएकै छ र सबै कुराको लागि धन्यवाद दिन चाहन्छु। ल अब त्यो ल्याउनु कता हो त्यो पनि है त आउँछ के बात नआउनु सक्छ होइन। Happy birthday, मेरो साथ। थ्याङ्क यू सो मच। यो पनि काट्नुपर्ने माया लाग्छ केक कसरी काट्नु नि बिस्तारी बिस्तारी। ल ल काटिने ल ल हुन्छ यो भयो यो अब लगेर हो र हुन्छ ल हाले ल हो र Thank you so much. खै उति ल्याएको अनु ल अब यो गर्नुपर्ने उ त्यो दुनाहरु लिएर आइछ त त्यहाँ के छ दुना? यस सर, हाम्रो मेयर साहबको केक पनि कट भयो। कतिवटा केक कट भयो हजुर? एउटा तल एउटा यहाँनिर हो भाइ। सेकेन्डको केक चाहिँ मैले अगाडि चाहिँ मिस भयो भने गाइज कुद्दै 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 आएर हो नि गरिरहेको छु। What is this? सबै केक लगिदिन्छु म अहिले फेरि। यस सर। अब हामी कहाँ गएको भनेर मलाई थाहा छैन, म खुसी खुसी जाँदैछु है। Let's go, let's go, let's go, let's go। मेरो साथ फेरि हिँड्ने होइन, उहाँ त फेरि कुद्नुहुन्छ फेरि कुदिहिँडेर कुदिहिँडेर। नमस्ते म्याम, नमस्ते। हैन ठीक छ हेर्ने मात्रै सबैजनालाई नमस्कार, वेलकम गरे, स्वागत गरे एकमुष्ट। विशेष गरी आज चाहिँ मेयर खड्का साम्पाङज्यूको जन्म उत्सव। आज चाहिँ हामी श्रम संस्कृति पार्कको यो काउन्टरहरूबाट पनि हामीले टिकट लिनु थालेको र पैसा कलेक्सन गर्नु थालेको पनि आजकै वर्ष दिन रहेछ। त्यसले गर्दा पनि यो अवसरमा दुवै अवसरमा यो चाहिँ एउटा यस्तो मूर्ति छ कि श्रम संस्कृति पार्कमा चाहिँ हामीले हजारौँ बिरुवाहरू रोपियो। त्यो बिरुवालाई सेभ गर्नुपर्छ, सेभ द नेचर भनेर यसको मिनिङफुल रहेको छ। यहाँ चाहिँ हामी बिरुवा रोप्छौँ, बिरुवा रोपेको हुन्छ त्यसलाई बचाउँ भन्ने छ। यो मूर्ति चाहिँ डोनेट गर्नुभएको छ पोखरावासी नरेन्द्र गुरुङले। उहाँ हाल युके हुनुहुन्छ, पोखरा आइसक्नु। थ्याङ्क यू पोखरा। आउन सक्नु भएन। मेयर साहबको जन्म उत्सवकै उपलक्ष्यमा यो चाहिँ मेरो एउटा गिफ्ट भयो। उहाँहरू तपाईँहरूले चाहिँ यसलाई अनावरण गरिदिनु होला, हामी नभए पनि भनेर उहाँले सन्देश पठाउनु भएकोमा हामी यो अनावरण गर्दैछौँ। उहाँलाई एकचोटि ताली बजाइदिउँ सबैजनाले। चाहिँ यो सुन्दर एउटा स्वागत गर्ने मूर्ति चाहिँ सौजन्य गर्नुभएको छ। लामो समय नलिकन यो मेयर साहबले तानिदिनुहोस् यसलाई सर, यसलाई अनावरण गरौँ अनि बिरुवा पनि रोकिदिनु है तपाईँकै हातबाट।
Amazing. अब त्यहाँबाट साइडबाट रोप्नको लागि खै त हामी त भइरहेको छ अरे कि मेरो सब यता हेरेर गर्नु भयो तपाईँ यो जमिनमै माटो बनाएको माटो लाग्छ हामीले कि ट्याक्टर रहेछ त्यसले गर्दाखेरि कसरी च्याप्ने अञ्जुली छ यो बिरुवा यो एउटा चाहिँ हामीले सम संस्कृति पार्कमा चाहिँ भनौँ मेयर हर्क साम्पाङज्यूको एउटा स्लोगन अभियान नै छ कि प्रकृति संस्कृति र प्रविधि त्यसै गरी नेचर कल्चर एडभेन्चर अनि कला संस्कृति अनि यहाँ चाहिँ हामी के गरेको छौँ त यो जति पनि मूर्तिहरू बनेको छ कति बाक्लो लाग्ला कति धेरै लाग्ला तर यसले धेरै मिनिङफुल बोकेको छ यसले कथा बोकेको छ र किताब हो यो इतिहासको यहाँ चाहिँ हामीले त्यही तरिकाले गरेर चाहिँ एउटा ओपन म्युजियम बनाउन सफल भएको छौँ हामी त्यसले गर्दा यो एउटा कल्चरलाई पनि हामीले थोरै समेटेको छौँ यो चाहिँ एउटा च्याब्रुङ हो च्याब्रुङमै हामी प्लान्ट रोप्छौँ फुल हुन्छ फेरि यसमा पनि यसले चाहिँ नेचर कल्चरलाई दुइटैले समेट्छ दाता हुनुहुन्छ म दाता वाचन गरिदिउँ मेयर साहब पहिला ओपन गरौँ खोलिदिउँ पहिला सरी पहिला गरौँ बिर्खबहादुर हुप्पा चोङबाङ र आमा स्वर्गीय आइतमाया तुम्बाम्पेको सम्झनामा निर्माण गरिदिएका छौँ थ्याङ्क यू धन्यवाद ताली 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 राखिराखौँ फेरि हामी यसलाई चाहिँ अलिकति झम्म हुने खालको प्लान राखिदिने यस सर यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो मेयर साहबले फुललाई माला लगाइदिनु भयो यस सर ताली ताली ल आज हाम्रो मेयर साहबको बर्थडेमा के ओपनिङ हुन्छ हेर्दै जानुपर्छ आज बिग थिङहरू हुनु लागिरहेछ आज सब ओपनिङ रहेछ यसले हेर्नुहोस् हजुरहरूले वाउ फ्यान्टास्टिक अब नेक्स्ट यो फेरि हामी एउटा ऐतिहासिक स्तम्भ चाहिँ अनावरण गर्दैछौँ यो चाहिँ हाम्रो मेयर साहबले भन्नुहुन्छ माटो छुनुपर्छ माटो छुएको पुर्खाहरू जसले माटो उब्जाएर माटोलाई उर्वर भूमि बनाएर हामी बाँच्यौँ र हामी त्यसलाई अहिले चाहिँ धरतीमा रहन सफल छौँ जीविका उपार्जन गर्न त्यसकै सम्झनामा र साथै किसानहरूलाई विशेष गरी सम्मान अहिलेसम्म गरेको छैन उहाँहरूको किसानहरूको मूर्ति बन्यो अहिले ताले 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 हाम्रो किसानको मूर्ति अलिकति धन्यवाद तिनैजना दाताहरूलाई धन्यवाद दिइदिनु हुन हार्दिक अनुरोध गर्छु मेरो साथकै मुखबाट थ्याङ्क यू धेरै धेरै धन्यवाद छ हाम्रो चाहिँ नि सहयोगदाताहरूलाई जसले यो खालको प्रतिमाहरू यहाँ राख्नका लागि आर्थिक रूपमा उहाँहरू मलाई लाग्छ विदेशमा हुनुहुन्छ र उहाँहरूले सहयोग गर्नुभएको छ सबैलाई धन्यवाद दिन चाहन्छु अब यी कुराहरू हाम्रा सम्पत्तिको रूपमा नगरको सम्पत्तिको रूपमा हामीले प्राप्त गरेका छौँ अब यो सम्पत्तिलाई संरक्षण गर्नका लागि नगर प्रहरीले मात्रै संरक्षण गरेर हुँदैन नगरपालिकाले मात्रै संरक्षण गरेर हुँदैन यो श्रम संस्कृति निर्माण गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण श्रमदाताहरूलाई सम्झन चाहन्छु आज म जहाँ लाखौँ लाख मान्छेहरूले बिरुवा रोप्नेदेखि लिएर ढुङ्गा बोक्नेदेखि लिएर होइन यो तटबन्धन गर्नेदेखि सबै काममा जुन सहयोग गर्नुभएको छ तपाईँहरू सबैजनाको चाहिँ नि चासो र चिन्ता र संरक्षणको पहलको खाँचो छ र जो जतिले काम गर्नुभएको छैन तपाईँहरूको पनि यो चाहिँ नि साझा सम्पत्ति भएको कारणले संरक्षण गर्नुपर्छ म त्यो भन्न चाहन्छु र तल त्यो के अरे हातको आकृतिदेखि लिएर यता च्याब्रुङदेखि लिएर किसानको प्रतिमा होइन तीनवटा प्रतिमा आज अनावरण भएको छ र यसका फाल्टै फाल्टै तपाईँको चाहिँ नि महत्त्वहरू छन् अर्थहरू छन् है हात दुईवटा हात नै हो हाम्रो शक्ति हात नै हो बजेट हात नै हो सब यो दुईवटा हातले नराम्रो काम पनि गर्न सक्छौँ हामी होइन अहिले कसैलाई
कुट्ने कसैलाई चाहिँ लुट्ने काम पनि यो दुईटा हातले गर्न सक्छ भने त्यही दुईटा हातले निर्माणका कामहरू पनि गर्न सक्छ, कलाका कामहरू पनि गर्न सक्छ। कहाँ प्रयोग गर्न त्यो दुईटा हात म त्यो भन्न सक्छु। यो दुईटा हातले नराम्रो भयङ्कर नराम्रो काम पनि गर्छ, अहिले संसारै खतम पनि बनाउँछ भने यो संसारले बनाउने काम पनि यही हातले गर्छ। म भन्छु यो दुईटा हातले चाहिँ जहिले पनि रचनात्मक कामहरू गरौँ, ध्वंसात्मक काम नगरौँ, विनाश नगरौँ है, र अरूको नराम्रो यो दुईटा हातले कहिले पनि गर्न नगरोस्। सबै नेपालीहरूको, सबै संसारैभरि नेपाली मात्रै के भन्ने सारै सबै नेपालीहरू साथसाथै सारा मान्छेको दुईटा हातले चाहिँ रचनात्मक कामहरू गरोस्, त्यो पनि भन्न चाहन्छु। र यो श्रम संस्कृति पार्कमा श्रम छ, यहाँ श्रम गरिनुहोस् हातहरूले भन्ने चाहना छ। किसान खेती जुन गर्छ मान्छेले, भात बनाउने काम, दाल बनाउने काम, भन्नु मतलब भोजन उत्पादन गर्ने काम, त्यो नै सबभन्दा ठुलो काम। अरू काम भनेको त्यो तपाईँको चाहिँ त्यसपछिका कामहरू हुन्। त्यसले गर्दाखेरि किसानलाई सम्मान गर्नुपर्छ भन्ने यो पार्कमा यो प्रतिमाले हामीलाई बुझाइरहेको छ, देखाइरहेको छ, प्रेरणा पनि दिइरहेको छ होइन। अब यसलाई हलो भन्छ होइन, यो हलो उता जुवा होइन, हलुडमा पक्रेर हिँडेको छ होइन। यतापट्टि यसलाई फाली भन्छ, यसलाई करुवा भन्छ, यो पनि के अरे सिकाउनुपर्छ यहाँ विद्यार्थीहरूलाई लिएर होइन। यसलाई अणौ भन्छ क्यार होइन। यो हरिस होला कि के हो कुनी मलाई थाहा छ, हरिस हो यता माथि भेसा होइन, सबै थाहा छ नि होइन। यो कुरा पनि पढाउनुपर्छ। अब के हो हलो भनेको छ थाहै छ। त्यसले गर्दाखेरि अब यो कुराहरू भनेको हाम्रो मौलिकता हो। यसरी हलो चलाइ खेतबारी जोतेर तपाईँको अन्न छरेर हामीलाई हाम्रो पुर्खाले नबचाइदिएको चाहिँ अहिले दिदी होला नगर्नु नि भन्ने होइन। हलो भन्ने बित्तिकै चाहिँ पूजा गर्ने एउटा चाहिँ हो भन्छु। अब यहाँ श्रम संस्कृति पार्कमा मैले घोषणा गरेको छु, अब हलोहरू होइन, रियल हलो जुवाहरू पनि अब मैले यहाँबाट भने मलाई इस्कुस चाहिन्छ भने बोराको बोरा इस्कुस आयो आज मेरो जन्मोत्सवमा उपहार, त्यो इस्कुस रोप्छौँ उता जङ्गलमा, तर बाँदरले निकालेर खाइहाल्छ भन्ने छ। खाओस् है त्यसले कति होइन, कति त नखाला नि त, नखाने उम्रिन्छ होइन, खाने त खाओस् न। र अन्त्यमा सबैजनालाई आज सबै खालका कार्यक्रमको लागि यो दुःख गर्नुभएको छ, व्यवस्थापन गर्नुभएको छ, खाजा खुवाउनु भएको छ, कतिले केक ल्याउनु भएको छ होइन, केक खुवाउनु भएको छ, त्यो सब्जी के अरे साजसज्जा गर्नुभएको छ, बेलुनहरू लगाउनु छ, जो जतिले यहाँ सहयोग गर्नुभएको छ सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो एउटा श्रम संस्कृति पार्क भन्ने इतिहास हो होइन। यो इतिहास हामीले लेखेका छौँ, यो पसिनाले लेखेको इतिहास हो होइन। यो मेटिँदैन, कहिले पनि मेटिँदैन, त्यो छ। र त्यही भन्न चाहन्छु सबैजनालाई, र पत्रकार साथीहरूलाई पनि हार्दिक धन्यवाद छ। तपाईँहरूको क्यामेराले सधैँभरि होइन राम्रा कुराहरू, सकारात्मक कुराहरू होइन, एकता र तपाईँको चाहिँ मिले मतमा जोड दिने सामग्रीहरू प्रस्तुत गरिरहोस्, जसको कारणले देश र तपाईँको चाहिँ जनताले विकास र सेवा सुविधा सुसुविधा रूपमा पाइरहनु भन्न चाहन्छु। र वन्स अगेन हाम्रो रोजन सर उहाँको स्टुडियोमा काम गर्नु नै यो पार्कलाई तपाईँको चाहिँ यसरी बनाउनु हुने सम्पूर्ण तपाईँको श्रमदाता, कर्मचारी होइन, सबैजनालाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्छु। नमस्कार सर, जय होस्। ताली हाम्रो मेयर सबलाई ताली। हामीले त्यति नै दिन सक्यौँ। उहाँहरूलाई धेरै धन्यवाद। जसले चाहिँ टिकट काटेर आउनुहुन्छ उहाँलाई पनि धन्यवाद, जसले आएर सेयर गर्नु उहाँलाई धन्यवाद। यति भन्दै हेलो नमस्ते। कागती कहाँको कागती हो त यो? हजुर यो भोजपुर पौलिङ टारको कागती हजुर। ओ माई गॉड, यो कागती एकदम अर्ग्यानिक हो नि है? यो एकदमै तपाईँको चिसो हावापानीले बेरो घेर अँगालो हालेको कागती हेर्नुहोस् है। कतिको अमिलो छ यो? अमिलो धरारा अलिकति बिलेटले दाग मात्रै लगाइदिने बित्तिकै तपाईँको रस उछुटेर सिलिङतिर हजुर एकदम सिलिङमा हजुर। भोजपुरको हजुर सर, आदरणीय मेरो हजुर भोजपुरको हजुर। तपाईँको चाहिँ सबै त्यो कागती नै कागती होला? कागती सके सर, म यो कागती बेच्छु, भात खाने मेलो मेसो जागिर भनेको यही हो, लेखाइ पढाइ छैन, जोती खाने ठाउँ छैन, हेर्नुहोस् है।
त्यो भएर कागती बेच्ने यसो के भन्ने है मुखमा चारो भनौँ या खाँडो भनौँ होइन जे भनौँ चारो नै हुँदो भनौँ या के भनौँ जे भने पनि पेट भर्ने काम कागती बढाउने। हजुर तपाईँ त अनि मैले के सुनेको थिएँ दिदीले त अघिदेखि तारिफ गर्दै हुनुहुन्थ्यो उहाँ त तपाईँको तारिफ गरिदिनुहुन्छ क्या उहाँले चाहिँ उहाँ होइन यस्तो मिठो कागती ल्याउनुहुन्छ बेच्नुहुन्छ होइन कहिलेकाहीँ त फ्रीमा पनि दिएर जानुहुन्छ यस्तो ज्ञानी हुनुहुन्छ भनेर तारिफ गरेकै हुनुहुन्थ्यो तपाईँलाई बोलाएको तपाईँ उता बिजी हुनुभयो अब भनिदिनु पर्यो तपाईँको राज के हो तपाईँले किन दिदीलाई यसरी कागती किन्नु लगाउनु भयो अनि दिदी किन खुसी भएर किनिराख्नु भएको छ जनता जानु चाहन्छ जनता जानु चाहन्छ। अब यो कुरो ज्वरोबाट आउँदाखेरि हर्क साम्पाङज्यूले यो ठाउँ बनाइदिनु भयो। यस सर। यो बनिसकिसकेपछि भनेको यहाँ होटल खोले। यस सर। घुम्ने मान्छे आए घुम्ने मान्छेले आफ्नो आनन्द तरिकाले घुमेर खाइपी गरेर हिँडेका छन्। हजुर पाएको छन् होइन। हजुर यति मात्रै नहुनु 4 कोसे झाडीमा पिच बन्यो। यस सर। त्यो पिच नबन्दा मोटरसाइकलको पछाडिको टायरले हानेको हिलो कन्चट हुँदै माथि तालो हुँदै छातीमा आइपुग्थ्यो त्यो पनि अहिले छैन। हजुर होइन नि होइन। हजुर हजुर। भनेपछि यस्तो विकास भएर हामीले घाँस बाँस कपासको यसो मेलोमेसो गर्ने ठाउँ कसले बनाइदियो त भन्दा साम्पाङ साहबले। हजुर होइन हजुर। हजुर हो नि। अनि त्यसो हुँदाखेरि यो ठाउँमा अब उहाँले होटल खोल्नु भएको छ। उहाँले कागती ल्याउने कि धरान जाने कि कुद्ने कि बस्ने कि दिने कि खाने कि खुवाउने कि होइन। त्यसो हुँदाखेरि उहाँले नभ्याउने ठाउँमा चाहिँ मैले चाहिँ कागती ल्याएर प्रत्येक होटलमा मैले ल सेवा र फेफुल्ला झोरले आताङबे सेवा टाँसिदिएले भन्दै म यो बाँड्दै हिँड्छु हजुर। तपाईँ जस तपाईँको अरू कुरा त्यस्तै तपाईँको बोल्ने यतिको कन्फिडेन्स चाहिँ हुनुपर्छ क्या मान्छेमा दिदी हो कि भन्छु यतिको कन्फिडेन्ट भएन भने त कहाँ हुन्छ त अहिले यो दुनियाँमा अहिलेको जेनेरेसनमा बोल्नु परेन। बोल्नेको पिठो बिग्छ कि नबोल्नेको के। अनि तपाईँसँग अरू पनि हाइडेन ट्यालेन्टहरू छ भनेर सुनेको थिएँ केही छ तपाईँसँग खुबीहरू। साँची राखे जस्तो लाग्छ मोटु भरि तिमीलाई बाँधि राखु जस्तो लाग्छ प्रेत भरि तिमीलाई। यस सर। तिमीलाई नयाँ नयाँ रूप तिम्रो जति जति हेर्यो उति उति रसाउँछ हृदय यो मेरो। हारु जति मेरो पेवा जित जति तिमीलाई बाँधि राखु जस्तो लाग्छ मुटु भरि तिमीलाई तिमीलाई तिमीलाई। थ्याङ्क यू सो मच है हजुरले एकदम 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 है। हजुरको शुभ नाम त भन्नु पर्यो नि त। मेरो सूर्य थापा। कफी खानुहुन्छ चिया खानुहुन्छ? चिया खाम न त। चिया खान्थे अलिअलि होइन फेरि बाइकमा छु होइन नखाउँ होला है लडेला के होला नखाउँ होला है लडेला के होला हो कि। हुन्छ हस् तपाईँले चाहिँ यसो गीत गाइदिनु भयो एक दुईवटा फन्नी लाइन्स पनि हानिदिनु भयो है। जस मैले भन्नु खोजेको चाहिँ यतिको कन्फिडेन्ट त हुनु पर्यो नि त एकदम हो किन भन्नु। आनामाना घिउ खाएको शरीर हौ तपाईँको चुप लागेर केही हुन्छ त हुँदैन नि। हुँदैन हुनेवाला केही छैन। जहाँ जाने हो लड्ने हो लडाए कसैले भनेदेखि धुलो टकटकाउने आफ्नो गन्तव्यतिर भन्दै होइन हजुर सेवा है भैश्वरी ल। हजुर धन्यवाद। म पनि घर पुग्नुपर्छ इटरीबाट आउँछु है सर आदरणीय सर। ओके म चाहिँ फर्किनु पर्यो अब। अङ्कल के गर्यो म जान्छु ल हौ। मम्मीले फोन गर्नुभएको थियो कि यो चाहिन्छ भने चाहिँ म जान्छु ल। तपाईँ कतिखेर आउनुहुन्छ तपाईँ? ए ग्रिन टी जाने अब? ल आजको प्रोग्राम ठिकै भयो नि होइन अङ्कल? ल ल म जानु पर्यो ल। बाई बाई दिदी म जानु पर्यो। हस् हजुर बिस्तारै जान्छु म। गाइस म चाहिँ जानु पर्यो। इन्टरभ्यू भयो है सबै हजुरहरूलाई मैले देखाइहालेँ। हाम्रो मेरो साथ पनि गइसक्नु भयो फाइनली। अब मैले चाहिँ मेरो स्कुटी माथि राखिरहेको छु स्कुटी चढ्ने अनि साटोसँगले यसरी घर जाने।